आरएनजीको फिल्म हेर्दै हामी कलेज पढेको हैन मेरो सिनेमा हेर्दै हुर्केको भाइहरूसँग काम गर्न मैले दिनेशलाई त्यहाँ युएन पार्कनिर भेट्ने बित्तिकै भोलिपल्ट मैले आफैले दिनेश सरी है इन्टेन्सन थिएन मलाई पनि थाहा थिएन पहिले सेड्युल हालेर रहेछ तिम्रो आउँछ भने मैले भेट्ने बित्तिकै सरी भनेको परिस्थितिले चाहिँ त्यो मान्छेलाई धेरै भोगाइहरू हुन्छ नि त्यो किसिमको भोगाइहरू हाम्रो पनि थियो सो नेगेटिभ न्युजहरूको एङ्गलहरूबाट न्युजहरू बनाइराख्दाखेरि चाहिँ यसले चाहिँ समग्र चलचित्र इन्डस्ट्रीको चाहिँ एक किसिमको जुन छाप हुन्छ नि त्यो चाहिँ हाम्रो अडियन्सहरूको माझमा चाहिँ अलिकति नराम्रो तरिकाले गइरहेको जस्तो चाहिँ फिल भइरहेछ। चलचित्र राम्रो बनेको छ। भूपेन्द्र के खनालजीले चलचित्र जुन बनाउनुहुन्छ त्यो बनाउँदाखेरि कुनै पनि टेन्सनमा मन देखिँदैन अनुहारमा देखिँदैन बडो सरल तरिकाले केही पनि काम गर्नु नपरेको जस्तो गरेर चाहिँ चलचित्र बनाउनुहुन्छ तर बनाउनुहुन्छ राम्रो बनाउनुहुन्छ अत्यन्त राम्रो सरल बगेको स्क्रिप्टमा धेरै काम गर्नुहुँदो रहेछ। मेरो अनुभव धेरै वर्ष भयो काम गरेको मैले लगभग 52 वर्ष भएछ चलचित्रमा काम गरेको अहिले आएर मैले उहाँहरूसँग काम गर्नु पर्दाखेरि यति आनन्दको अनुभूति भएको छ कि अहिलेका प्रायः सबै निर्देशकहरू कलाकारहरू अत्यन्त पर्फेक्ट माझिएका र ट्रेन पर्सनालिटीहरू हुनुहुँदो रहेछ। खुसी लाग्यो। यो के घर केटेडा भन्ने चलचित्र पहिला जुन बेलामा शाही नेपाल चलचित्र संस्थान भन्ने थियो त्यतिखेर शाही नेपाल चलचित्र संस्थानको तर्फबाट के घर केटेडा बनेको थियो। त अब यो चाहिँ नि घर नम्बर 2 योभन्दा पहिला पनि के घर केटेडा अलिक उसमा एक थियो त त्यो चाहिँ नि अलिक फनी टाइपको अलिक कमिकल किसिमको चाहिँ नि कमेडी जेनरमा बनेको चलचित्र थियो। यो अत्यन्त मार्मिक किसिमले बनेको छ सबैको मन छुन्छ सबैको मनलाई जित्छ। मैले एउटा सानो भूमिकामा अभिनय गर्ने मौका पाएको छु तर पनि त्यति गर्दाखेरि पनि मलाई त्यसले छोएको थियो। त्यो सुरुमा मैले जुन यो घर नबेच्नु बाबु भनेर जुन भनेको छु त्यो एउटा मूल मन्त्र हो के घर केटेडाको र यो घर केटेडाभित्र खेल्ने सम्पूर्ण कलाकारहरूले आफ्नो ठाउँमा यति उत्कृष्ट काम गर्नुभएको छ कि त्यो चलचित्र हेरेपछि यहाँहरूले विश्वास गर्नुहुनेछ र सञ्चारकर्मी मित्रहरू जो समालोचकहरू जो विश्लेषकहरू हुनुहुन्छ उहाँहरूले ढुक्क भए हुन्छ यो चलचित्र अत्यन्त राम्रो बनेको छ र चलचित्रलाई अवश्य पनि हेर्नको लागि तपाईँहरूलाई र तपाईँहरूका मित्रहरूलाई र आफन्तहरूलाई चाहिँ आह्वान गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। चलचित्र टिम सबैलाई हार्दिक बधाई शुभकामना सफलताको शुभकामना नरिलाई मलाई बोल्न दिनुभएकोमा थ्याङ्क यू धन्यवाद। यहाँ आज आउनुभएको सबैजनालाई स्वागत छ। तपाईँलाई ट्रेलर राम्रो लाग्यो होला होइन मलाई पनि मजै लाग्यो ट्रेलर हेर्दाखेरि र हाम्रो यता सरले भने जस्तै फिल्म चाहिँ हामी सबैले हुन्छ नि स्क्रिप्टमाथि र डाइरेक्टरमाथि विश्वास गरेर नि यो फिल्म गरेको अनि त्यही भएर पनि यो चाहिँ फाइनल फिल्म आउँदाखेरि चाहिँ यसले चाहिँ यो फिल्म हेर्न आउँदाखेरि चाहिँ सके पछाडि सायद केही चिज कसैले बोकेर जान्छ होला होइन कसैले केही चिज बोकेर गइरहँदाखेरि इन्टरटेनमेन्टको जुन एउटा हामी खोजिरहेको हुन्छ नि फिल्म हेर्दाखेरि फिल्मले हामीलाई इन्टरटेन गराउनु पर्यो भन्ने जुन हाम्रो मान्यता हुन्छ नि त्यो चिज पनि पुरा गर्छ जस्तो लाग्छ र हामीले जति विश्वास गरेर यो फिल्म गरेका छौँ सायद दर्शकहरूलाई पनि त्यति नै राम्रो लाग्छ कि भन्ने आशा चाहिँ गरेका छौँ हामीले। सो ट्रेलर हेर्दा टिजर हेर्दाखेरि पनि यो अलिकति भनौँ न कविताको लयमा बनाइएको छ होइन। सो इन्ट्रेस्टिङ तरिकाले बनिएको छ र हाम्रो मलाई चाहिँ सबभन्दा एक्साइटेड भनेको हाम्रो बुद्धिसागर दाईको यो पहिलो फिल्म हो उहाँले लेखेको त अरूहरू पनि छन् जुन एक दुईवटा त मसँग लामा हुन्छ तर यो फिल्म रिलिज हुन लागेको चाहिँ यो पहिलो भावनाले त्यसको लागि पनि एकदम एक्साइटेड छु र सँगसँगै यहाँ हाम्रो खगन दाई अरुण दाई केकीजी सृजनाजी सबैजना दिपेन्द्रसँग पनि अब यसरी जोडिएर काम गर्न पाउँदाखेरि मेरो एक्सपिरियन्स चाहिँ एकदमै रमाइलो भएको थियो। होपफुल्ली फिल्म पनि सबैलाई मनपर्छ होला र त्यही हो हामीले जति भनिराखे पनि राम्रो छ यस्तो छ भनेर सबै फिल्ममा भन्ने गरिन्छ तर दर्शकहरूलाई जबसम्म फिल्म मन पर्दैन तबसम्म फिल्म लामो समयसम्म चल्दैन। तर यो फिल्ममा चाहिँ त्यति विश्वास हामीले गरेका छौँ कि सायद दर्शकहरूले हेरिसके पछाडि उहाँहरूले नै हेरेर उहाँहरूले नै सायद यसको पब्लिसिटी गर्नुहुन्छ होला
त्यति चाहिँ अलिकति ढुक्क छौँ भनौँ न त्यो चिजलाई लिएर। र सँगसँगै एउटा सानो रिक्वेस्ट पनि छ होइन, आजकल चाहिँ हामी यो चाहिँ मेरो पर्सनल रिक्वेस्ट मलाई लागिरहेको चिज होइन, पछिल्लो टाइमहरूमा चाहिँ हामी फिल्मको प्रचार प्रसारहरू गर्ने चाहिँ फिल्मलाई प्रमोट होस् भनेर गरिरहेको हुन्छौँ होइन, ताकि धेरैभन्दा धेरै दर्शकसम्म चाहिँ हाम्रो फिल्म आउँदैछ भन्ने इन्फर्मेसन पुगोस्, हाम्रो टिजर ट्रेलरहरूको बारेमा थाहा होस् भनेर कुराकानीहरू गरेर आउँछौँ। तर सँगसँगै अलिकति बेसी अब यो तपाईँहरूलाई पनि पत्रकारहरू सबैजनालाई पनि फिल हुनुपर्ने हो कि सायद हामी पछिल्लो केही समयमा चाहिँ अलिकति बेसी कन्ट्रोभर्सी, बेसी भनौँ न नेगेटिभ साइडतिर या भनौँ न नेगेटिभ न्युजहरूको एङ्गलहरूबाट न्युजहरू बनाइराख्दाखेरि चाहिँ यसले चाहिँ समग्र चलचित्र इन्डस्ट्रीको चाहिँ एक किसिमको जुन छाप हुन्छ नि त्यो चाहिँ हाम्रो अडियन्सहरूको माझमा चाहिँ अलिकति नराम्रो तरिकाले गइरहेको जस्तो चाहिँ फिल भइरहेको छ। सो हामीले सायद हाम्रो अडियन्सहरूलाई चाहिँ एउटा पोजिटिभ साइड लिएर सकेसम्म कन्ट्रोभर्सीहरूमा नतानिने गरी आर्टिस्टहरूलाई पनि प्रोटेक्ट गर्नुपर्ने हुन्छ, दर्शकहरूलाई पनि डिसपोइन्ट गर्नुपर्ने हुँदैन। सो त्यो एङ्गलबाट हामी सबैले फिल्मको बारेमा प्रचार गऱ्यौँ भने अझ बेटर हुन्थ्यो कि भन्ने लाग्यो। मेरो सानो कुरा हो यो होइन, तर हामी जसरी फिल्म बनाउने मान्छेहरू फिल्म इन्डस्ट्रीलाई प्रोटेक्ट गर्न लागिरहेछौँ होइन, सायद चलचित्र पत्रकारहरूले पनि त्यसरी नै प्रोटेक्ट गर्नुभयो भने सम्पूर्ण इन्डस्ट्रीलाई नै फाइदा हुन्थ्यो कि भन्ने मलाई लागिरहेको। सो त्यही भएर अलिकति पोजिटिभ साइडबाट सोचौँ न सबैजनाले भन्ने मात्रै मेरो कुरा। थ्याङ्क यू। म चाहिँ के भने अनुभवको कुरा भन्नुपर्दाखेरि चाहिँ उहाँहरू जस्तो अब एकदम ठुलो कलाकारहरूसँग एउटै पर्दामा म देखिन पाउँदाखेरि चाहिँ म एकदम भाग्यमानी र खुसी छु। झन् त्यसमाथि दिपेन्द्रजी र उहाँको टिमहरूसँग काम गर्न पाउँदाखेरि। अनि यो फिल्म चाहिँ सबैजनाले एकदम मेहनत गर्नुभएको छ अनि सायद सबैजनालाई मन पर्न सक्छ होइन, किनभने यो ट्रेलरबाट पनि कति देखिन्छ नि त कुराहरू। अनि म यही भन्न चाहन्छु कि सबैजनाले एकचोटि हेरिदिनु होला भनेर त्यही हो। थ्याङ्क यू। के हुनुहोस् है, के घर के डेरा घर नम्बर 2 को ट्रेलर लन्च इभेन्टमा पाल्नुभएका सम्पूर्णमा नमस्कार। आदरणीय हरिहर दाई नमस्कार। ट्रेलर हेरिसक्नु भएको छ, ट्रेलरकै बारेमा भन्न चाहे चलचित्रले घर र डेरा भन्ने बित्तिकै घरसँगको हाम्रो अनुनाश्रित सम्बन्ध, भावना, सपनाको कुराहरू गरेको छ, त्यो पनि एकदम कवितात्मक ढङ्गले। र यो चलचित्रमा जोडिन पाउनु मेरो लागि एउटा एकदम सुखद मोमेन्टको रूपमा मैले लिएको छु। दिपेन्द्र दाईको म एकदमै ठुलो प्रशंसक हुँ। उहाँको चलचित्रहरू सधैँ हेर्ने गरेको, तर कहिले पनि काम गर्न पाएको थिइनँ। र बोक्सेको घरको प्रमोसन र अरू चिजको लागि म विदेशको भ्रमणमा रहँदाखेरि एउटा चलचित्र छ र एकदमै सुहाउँदो पात्र छ, आएर एकचोटि सुन्नुहुन्छ भन्ने कुरा गर्दाखेरि कसले लेख्नु भएको भन्ने कुरा आउँदा बुद्धि सागरजीले लेख्नु भएको हो। उहाँको फेरि अर्को ठुलो प्रशंसक म। यो चलचित्र त जाने बित्तिकै सबभन्दा फर्स्टमा प्रायोरिटीमा राखेर सुन्नुपर्छ भनेर दौडेर आएर कथा सुने, एकदमै मन छोयो कथाले, पात्रले पनि। र बुद्धि सागरजी सँगसँगै दिपेन्द्र दाईसँग काम गर्ने सपना पनि यो चलचित्रले पुरा गरेको छ। र अन्य अरू कलाकारहरू जसँग मैले एकदम स्क्रिन कहिले पनि सेयर गर्ने अवसर पाएको थिइनँ, निश्चलजी, खगेन्द्र दाई, सृजनाजी, उपासना, सबैजनासँग काम गर्ने मौका मिल्यो। र दोहोऱ्याइ तेह्राइ जतिचोटि काम गर्दा पनि नपुग्ने आयन दाईसँग फेरि पनि स्क्रिन सेयर गर्ने मौका पाएकी छु। आई होप एउटा मनबाट बनेको चलचित्र हो र ट्रेलरले पनि त्यो चिज भन्छ, टिजरले पनि भनेको छ। र होपफुली मनबाट बनेको यो एउटा चलचित्रले अर्को मनलाई छुन्छ जस्तो लाग्छ मलाई। यहाँहरूको प्रतिक्रिया अहिले जतिजनाबाट पनि पाएँ एकदम सुखद पाएको छु। होपफुली जेठ 2 गतेबाट सिनेमा हलमा लाग्ने चलचित्रले राम्रो दर्शकको साथ पाउन सकोस् र राम्रो समीक्षा पनि बटुल्न सकोस्। आइदिनु भएकोमा सबैलाई धन्यवाद। थ्याङ्क यू। उपस्थित सबैजनालाई नमस्कार। भन्ने कुरा त सबै आइसक्छ, केही पनि बाँकी रहेन। अब के भन्नु, केले यति मिठो गरी भन्नुभयो है, निश्चलजीले भन्नुभयो, अब सरले के अरे हरिहर सरले भन्नुभयो। अब के बोल्ने बाँकी छैन खासमा। तर एउटा कुरा, यो फिल्म चाहिँ मेरो पनि यो संयोगले के कस्तो संयोग जुर्छ कहिले यस्तो सुन्दर संयोग जुर्छ। म चाहिँ अर्को कुनै एउटा फिल्मको तयारीमा थिएँ एकदमै। अब त्यो कपाल सपाल काट्न नमिल्ने, दाढी पनि काट्न नमिल्ने, अनि दिपेन्द्रजीले अचानक ल त फिल्म गर्नुपर्ने भयो एउटा। कुन फिल्म? यस्तो फिल्म। राइटर फेरि बुद्धि सागर अब मेरो एकदमै मित्र भयो होइन दिपेन्द्रजी। हामी झन् त्यत्रो समयदेखि काम गरेर ल
अब अनि अर्को टिममा कुरा गरेँ अनि उहाँलाई भने मैले केही गर्न मिल्दैन ठ्याक्कै क्यारेक्टर त्यही भएको हुनाले भने मैले भनेपछि अनि त्यस पछाडि ल गरौँ भनेर सुरु गरियो संयोगवश आर्यनजीको फिल्म हेर्दै हामी कलेज पढेको होइन हामी समकालीनै भए पनि उमेरमा तर उहाँ सिनियर अनि त्यस पछाडि पहिलोचोटि हामी काम गरेको होइन अनि केकीजी अब निश्चल म त सँगै गरिरहेको थिएँ दिपेनजी म सँगै गरिरहेको थिएँ सरसँग गरेको थिएँ मैले होइन सृजनाजी पनि हामी सायद पहिल्यै गरेका थियौँ अनि अब यस्तो संयोग पनि जुर्यो अनि त्यस पछाडि स्क्रिप्टहरू अब टक्क हेर्दाखेरि छलफलमा बस्दाखेरि पनि बडो अलग खालको कथा एकदम त्यो डेरा जिन्दगी पनि भोगेर आएको हामीले काठमाडौँ बस्दा पोखरा बस्दा होइन पढाइको सिलसिलामा त्यसका अप्ठ्याराहरू सजिलाहरू विभिन्न पक्षहरूका कुराहरू एकदमै कस्तो ब्युटिफुल्ली बनाएको छ यो सिनेमाबाट अनि त्यसकारण काठमाडौँमा बस्ने मान्छेहरू सबैलाई यो सिनेमाले कनेक्ट गर्छ किनभने त्यो घरबेटीको कथा पनि हो डेरावालको कथा पनि हो जसको डेरा छैन त्यसको पनि कथा हो होइन त्यसकारण चाहिँ यो चाहिँ अलिकति सर्वव्यापी टाइपको कथा छ त्यसले गर्दा यसले चाहिँ हाम्रो यो समयमा काठमाडौँमा विभिन्न तरिकाले बसिराखेको मान्छेहरूलाई यो कथाले असाध्यै छुन्छ जस्तो लाग्छ मलाई त्यो कुरामा विश्वस्त पनि छु र एकदम कति रमाइलो गरी काम गरियो सुटिङमा है हामीलाई त्यो सुटिङ नसिकिए हुन्थ्यो जस्तो हुन्थ्यो हामी फेरि दादासित पनि त्यो मजाक गरेर बस्थ्यौँ निश्चल र म है अनि त्यस पछाडि अनि बडो एकदम यति रमाइलो मुभमेन्ट अनि पछि फेरि हामी महाभोजमा पनि सँगै भयौँ अनि यसको कहानी त्यसमा भन्ने फेरि अब त फेरि अर्को अब यो दुईटाको कहानी अर्को कुनैमा पक्कै भनिन्छ होला दिपेन्द्रजी थ्याङ्क यू अनि बुद्धिसागर छैनन् थ्याङ्क यू सबै कलाकार सरलाई निश्चललाई सबै उपस्थित सबैजनालाई धेरै धेरै धन्यवाद थ्याङ्क यू सबैजना आइदिनु भएको छ धन्यवाद दादा अब सबै कुरा निस्किँदाहाल्यो एउटा कुरा भन्छ हाम्रो दिपेन्द्रको र मेरो सायद 12-15 वर्ष अगाडि एउटा सिनेमाको लागि कमिटमेन्ट भएको थियो अब कन्डिसनली त्यो सिनेमा बनेन 12-15 वर्ष पछाडि हाम्रो चाहिँ फेरि मिलन भयो ढिला आउँछ राम्रो आउँछ कडा आउँछ भन्ने कुरा चाहिँ के केटेर नम्बर 2 ले भन्छ त्यो चाहिँ राम्रै हुनलाई लेखेको रहेछ धेरै थियो इच्छा दिपेन्द्रसँग काम गर्ने उसको सिनेमाहरू हेर्दाखेरि एक दिन चाहिँ दिपेन्द्रसँग एउटा यस्तै सिनेमामा काम गर्नुपर्छ भनेको सायद पशुपति प्रसाद पछि त्यही एउटा फिलिङ बोकेको त्यही एउटा अब कोही मान्छे सिनेमा घरबाट निस्किँदाखेरि मन भारी बनाएर केही सोच्दै निस्किन्छ भने त्यो सिनेमा के गर केटेर घर नम्बर 2 हो त्यसको लागि बुद्धिसागरजीलाई पनि धन्यवाद दिपेन्द्र के खनाललाई पनि धन्यवाद यो अनि एन्टायर टिमहरू मेरो सिनेमा हेर्दै हुर्केको भाइहरूसँग काम गर्न होइन उहाँहरूलाई धेरै सिक्न पाएँ होइन केसँग काम गर्न सधैँ सहज सधैँ सजिलो सधैँ रमाइलो यो सबै अनुभव अब हाम्रो सायद 26 दिनमा होइन प्याकेट भएको 26 दिन हामीले काम गऱ्यौँ त्यो 26 दिन काम गर्दाखेरि काम गरेको फिल पनि भएन त्यति कम्फर्टमा काम गर्यो विभिन्न कुराहरू हुँदाहुँदै पनि त्यो कम्फर्ट चाहिँ नि अहिले हामीले ट्रेलर हेर्दाखेरि ट्रेलरमा पनि देख्छौँ सबैको फेसमा देख्छौँ सबैको एक्टिङमा देख्छौँ त्यो एउटा कम्फर्ट जोनमा राखेर काम भयो त्यसको लागि दिपेन्द्र सरलाई र एन्टायर टिमलाई थ्याङ्क यू सो मच अब यो एउटा राम्रो सिनेमा मेरो करियरमा दिनुभएको छ अब बाँकी कुरा ट्रेलरले टिजरले तपाईँहरूलाई मन छोइसकेको थियो ट्रेलरले अझ मन छुन्छ होला अब सिनेमा चाहिँ त्यो आउँदैछ सिउदा थ्याङ्क यू मेरो प्रिय निर्देशक दिपेन्द्र के खनाल थ्याङ्क यू सबैजनासँग एकदम मेरो त यो वर्ष ग्याप भएछ एकदम देख्दाखेरि खुसी लागिरहेछ धन्यवाद सबैजना आइदिनु भयो र अब खासै भन्ने कुरा मेरो केही पनि छैन लास्टमा पऱ्यो भएर केही बाँकी पनि होइन सदा चाहिँ यो चलचित्र एकदम मनबाट बनाउने प्रयास गरेको छु पक्कै पनि मनबाट बनाएको चिज दर्शकको मनसँग पुग्छ होला र छुन्छ होला जस्तो लाग्छ मलाई त्यो ट्रेलरमा पनि अलिकति तपाईँहरूले महसुस गर्नुभयो होला त्यसले गर्दाखेरि धेरै पछि एउटा सिनेमा हलबाट निस्किँदै गर्दाखेरि एउटा गफ गर्ने सिनेमा एउटा कुरा गर्ने सिनेमा हुन्छ के गरेर घर नम्बर 2 भन्नेमा चाहिँ म एकदम विश्वस्त छु र त्यही अनुसार सबैजनाले काम गर्नु भएको छ सबैजनालाई धन्यवाद
स्पेसल्ली मेरो टिम, मेरो जो फिल्मको टिममा जो छ सबैजना एकदमै त्यो टिम बिना म एकदमै अपुरो हुन्छु। मेरो टिमलाई एकदमै थ्याङ्क यू। र अब तपाईँहरूले पनि सधैँ मेरो फिल्मलाई मलाई एकदमै माया गरिरहनु भएको छ। यो फिल्ममा पनि एकदमै त्यस्तै माया पाउँछु भन्ने, दर्शकको पनि माया पाउँछु भन्ने आशा छ। थ्याङ्क यू। फेरि भेट होला। होइन त्यस्तो पनि त्यो होइन, दाजुभाइ त भइहाल्छ। 1 मिनटले अन्तर हुन्छ त दाजुभाइ हुन्छ के फरक पर्छ। जस्तो जेठ 2मा यो फिल्म आउँदैछ होइन, जेठ 2मा यो फिल्म आउँदैछ, जेठ 15मा तपाईँहरूको फेरि अर्को फिल्म आउँदैछ क्या। कस्तो गाह्रो है अडियन्सहरूलाई यो विषयमा चाहिँ प्रोड्युसरहरूसँग डिरेक्टरहरूसँग अलिकति ग्याप गरिदिनुहोस् न हाम्रो फिल्महरू भनेर तपाईँहरूले कहिले रिक्वेस्ट गर्नुहुन्न? किनभने धेरै बजे फिल्म आउँदैछ, ग्यापै छैन। ग्याप छैन जस्तो मेरो त कति 1.5 वर्षमा आयो। हजुर 1.5 वर्षमा अब खास चाहिँ खेलेको भए त 3-4 वटा आउनु पर्छ। 1.5 वर्षमा आएन। अब त्यस खासमा 15 दिनको फरक छ। ठिकै होइन? 1.5 वर्ष नआएर अब भोक धेरै लाग्यो त 2 गाँस बढी खाइदिए। अनि जवाब त्यही भयो मैले उत्तर दिनु होइन। यो होइन, यही होइन र खगेन्द्र लामी छाने जस्तो एउटा यस्तो राम्रो कलाकारले होइन, दिग्गज होइन, विद्वानले यस्तो हो। त्यसमा चाहिँ आउनुभयो, यसमा चाहिँ कलाकारहरूको खासै हात हुँदैन। जस्तै रिक्वेस्ट त गर्न सकिन्छ होला, मेरो आउँदैछ यस्तो हुन्छ। अब यसमा कलाकारले रिक्वेस्ट गरेर भन्दा पनि एउटा सबै मेकरको चाहिँ के हुन्छ भने, मैले पनि यो कुरा जस्तै महाभोज 15 दिनपछि छ भन्ने कुरा भयो थियो होइन। तर सबैको आफ्नो आफ्नो अप्ठ्यारो परिस्थिति हुँदो रहेछ क्या। यहाँ के गरेर केटा जेठ 2 गते ल्याएन भने कहिले ल्याउने त, फेरि कहाँ गएर ल्याउने, त्यहाँ पनि त फेरि कोहीसँग त परिहाल्छ होइन। त्यसले गर्दाखेरि सबैको आफ्नो आफ्नो सेड्युल हुँदो रहेछ। अनि त्यसमा कहिलेकाहीँ अब जस्तै खगेनजी र मेरो यो दसैँमा उहाँको पनि फिल्म आउनेवाला थियो। सर्यो तर असुविधाको होइन। अब खगेनजी र मेरो के भन्ने त होइन। त्यसले गर्दाखेरि कस्तो कतिपय चाहिँ अहिले के छ भने मेन चाहिँ फिल्मको फ्लो धेरै छ 82 सालमा। त्यसले गर्दाखेरि अब हाम्रो साथीभाइ आफ्नै एकदम मित्रहरूकै फिल्म आफूमै सँगै आउने वातावरण पनि बन्छ कुनै दिन। किनभने प्रोड्युसर एकजना हुन्छ, प्रोड्युसरले म यो डेटमा हाल्छु भनेर कमिटमेन्ट गर्छन्, हामीले त केही पनि गर्न सक्दैन होइन। त्यसले गर्दाखेरि यो कुराहरूलाई चाहिँ 82 सालमा चाहिँ अलिकति सहज ढङ्गले लिएर जाँदाखेरि चाहिँ ठिक होला। आर्यन सर बोल्नुहोस् न यस विषयमा। यस्तो भएको दिपेन सरले भने हाम्रो दिपेन्द्रले भने के हुन्छ भन्दाखेरि हामीले काम गर्ने बेला इफोर्ट दिने हो। जस्तै अब भोलिको दिनमा जेठ 2 गते रिलिज हुँदैछ भने हामी 1 गतेसम्म दौडिनलाई हामीले गर्ने इफोर्ट दिने हो। बाँकी रिलिजको कुरामा चाहिँ हामीले सल्लाह गरे पनि जे गरे पनि सबै डिसिजन लिन्छ नि एन्टायर प्रोड्युसरले मात्र, प्रोड्युसर डिस्ट्रिब्युटरले मात्र। यसमा हाम्रो कुनै पनि हात हुँदैन। पहिला अब यो जेठ 14मा आउने कुरा थियो, रातारात खगेन्द्रको मेरो कुरा भयो, खगेन्द्र हर्षमा थियो, म यता कोसे ढुङ्गा थिएँ। हामी रातारात कुरा ला यार यो त कि बर्बाद हो। दिपेन्द्रले पनि फोन गरेर होइन म कुरा गर्दैछु। हाम्रो इफोर्ट भने त्यति नै हो, त्योभन्दा बेसी हामीले हाम्रो त्यो क्राइटेरियामा पनि पर्दैन होइन। अनि यो क्वेसन चाहिँ हामीलाई त्यो अराइज गर्नु पनि हामीले अब दिने एन्सरै हुँदैन कि, त्यो एन्सर प्रपर पाउँदैन। निशलजीले सोचिराख्नु भएको छ केही बोल्छु कि भनेर यस विषयमा। म सानो भन्छु ल, यो के हामीले इफोर्ट नलगाएको होइन कि। कस्तो दिपेन्द्रजीले भने जस्तो त्यो अघि त मजाकको उत्तर भयो, किनभने खास त्यो प्रश्नको उत्तरै हुँदैन कि। किनभने त्यो प्रश्नको उत्तर हुन्न, त्यही भएर मैले मजाक नलगाएँ। किन उत्तरै नहुने प्रश्नको कसरी? अब मान्छेको आफ्नो अप्ठ्यारो हुन्छ त। रिलिज अब 200 वटा फिल्म बनाएको छन्, हप्ता छ कतिवटा 52 कतिवटा फिल्म रिलिज गर्छ। समस्या त सबैलाई हुन्छ नि त, सबैको प्रोड्युसरको समस्या हुन्छ नि आफ्नो कि कहिले। धन्न थ्याङ्क गड कि यो 15 दिनको फरकमा आइरहेको छ। 14 दिन छ। 14 दिन चाहिँ 13-14 दिन 2 हप्ता होइन। 15-14 दिनको फरकमा आइरहेको छ। त्यो हिसाबले त त्यति धेरै नराम्रो भन्ने चाहिँ मलाई लाग्दैन। अब मजाकको कुरा मजाकमा छ, यथार्थको कुरा यथार्थमा छ। अहिले यो सुन्नु न, उहाँहरूको विचार पनि सुन्नु न एकचोटि। विचारै केही छैन मेरो त होइन। मैले त एकैचोटि के अरे फ्याक्ट टिजर आए पछाडि टिजर आएछ भनेर थाहा पाएको थिएँ। अनि डेट पनि त्यतिखेर थाहा पाओ। म अलिकति आफ्नै कामहरूमा यताउता व्यस्त भइरहेको हुनाले त्यस्तो थाहा पाएको थिएन कि। तर थाहा पाइसके पछाडि त्यस पछाडि मात्रै म थाहा पाएको हो कि महाभोजको पनि एउटा गीत आउँदैछ होइन, त्यसमा पनि काम गरेर भएर चाहिँ। अनि त्यस पछाडि यो कहिले रिलिज दाइ भनेर भन्दाखेरि फलाना यति कतै भनेपछि नजिकै रहेछ भन्ने कुरा मात्रै भयो। त्यो प्रोड्युसरले लिएको डिसिजन, टिमले लिएको डिसिजनमा अब त्यो मैले भनेर पनि केही हुने होइन खास होइन। तर यही हो, धेरै फिल्म बनेको छ योचोटि, धेरै फिल्म रिलिज हुँदैछ र धेरै
फिल्महरू अनसक्सेसफुल पनि भइरहेछ। सो अप्ठ्यारो स्थिति छ, त्यही बिचमा चाहिँ आफ्नो फिल्म कसरी चाहिँ प्रमोट गरेर चाहिँ त्यसलाई अलिकति दर्शकहरूको हुन्छ नि नजरमा पार्ने भन्ने एफर्ट लागिरहेछ सबैतिर, कोसिस गरौँ। सो त्यस्तो केही पनि छैन। फिल्मको उसमा कुरामा अप्ठ्यारो त परिहाल्छ, तर मैले जस्तै हाम्रो के घरकेटा घरमा दुईको गीत र महाभोजको के टिजर सँगसँगै परेछ एकै दिन, मलाई त्यो पनि थाहा थिएन हो। मैले दिनेश त साथी हो नि, मैले दिनेशलाई त्यहाँ युएन पार्कनिर भेट्ने बित्तिकै भोलिपल्ट मैले आफैले दिनेश सरी है इन्टेन्सन थिएन, मलाई पनि थाहा थिएन, पहिले सेड्युल हालेर रहेछ तिम्रो आउँछ भने मैले भेट्ने बित्तिकै सरी भनेको। त्यति त गर्न सकिन्छ, त्यति हो, किनभने कति कुरा त थाहा नै हुने है मेकरको के हुन्छ। ल अरू केही छ त? ओके, फिल्ममा भनिएको छ धन कमाउने भन्दा नि खत कमाउने धनी। तपाईहरुको आफ्नो आफ्नो विचार बुझ्न चाहन्छु, धनी खासमा को त? आफ्नो आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ। यस्तो हो, खत हुने मान्छेहरूले लाइफमा ठुलो एक्सपिरियन्स लिएको हुन्छ होइन, त्यो अनुभवले पनि मान्छेलाई, कतिपय मान्छेहरू पैसाले धनी हुन्छन्, कतिपय मान्छेहरू अनुभवले धनी हुन्छन्, त्यो अनुभव पनि जीवन जिउनलाई काम लाग्छ। सायद त्यसकै अर्थको हिसाबले चाहिँ त्यहाँ त्यो प्रसङ्ग आएको हो। त्यसकारण अब फेरि धेरै कुरा खोल्नु पनि मिल्दैन। अब चलचित्र रिलिज हुँदाखेरि नै हेर्दाखेरि अझै रसपूर्ण होला, मिठास होला भन्ने लाग्छ। आर्यन सर पनि छेउमै हुनुहुन्छ, भनिदिनुहोस् न त धनीको त्यो खत भनेको सिम्बल हो क्या, त्यसलाई मेटाफोर हामीले के अरे खत भनेको त्यो स्ट्रगल र एक्सपिरियन्स कमाउने चाहिँ धनी हो भन्न खोजेको मलाई लाग्छ त्यो कुरा होइन। बाँकी कुरा किन भन्ने कुरा चाहिँ सबैको पर्सनल विचार सुन्नु हुँदैन, पर्सनल्ली फिल्म हेरेर चाहिँ नि त्यो कुरा बुझ्नु होला। धन्यवाद। के हातमा छ सुनाउनु त तपाईहरुलाई। होइन, हामीले चाहिँ अब हाम्रो समाज कसरी बनेको छ भने धनको आधारमा चाहिँ धनी मान्ने मानव बनेको छ नि त, त्यो कारणले मात्र हो। अब कुनै दिन खतको अनुभवको सङ्घर्षको हिसाबले धनी र अर्को वर्ग छुटाउने हो भने चाहिँ त्यसरी धनी हुन्छ होला, मान्छेले धेरै खत बनाउनतर्फ लाग्छन् होला होइन। सो अब हाम्रो समाज जसरी निर्मित छ त्यो हिसाबले अहिले त धनको हिसाबले नै मानव छ, तर अब पर्सनल एक्सपिरियन्स त त्यसलाई मात्रै धनी मान्न पक्का पनि सकिँदैन। हामी जस्तो मान्छेले झनै सक्दैनौँ होइन। हामी सृजनात्मक, अघि दाइले भने जस्तो प्रयोगवादी हौँ हामी। त्यो कारणले गर्दा आई डोन्ट थिङ्क धन मात्रै चाहिँ धनी अथवा गरिब छुट्याउने मानव हो। ओके, माथि पोस्टरमा देखेको सबैजना हुनुहुन्छ, आज उपासनाजी हुनुहुन्न होइन, र यो प्रश्न खगेन्द्रजीलाई अझ सजिलो होला, कसरी सम्झिराख्नु भएछ उपासनाजीलाई? के भन्न चाहनुहुन्छ उहाँको लागि? केही छ म्यासेज? उपासना कार्यव्यस्तताले गर्दाखेरि उपस्थित हुन नपाउनु भएको भन्ने कुराको जानकारी यहीँ आएपछि थाहा पाएँ मैले। अनि उहाँ आएको भए असाध्यै रमाइलो हुन्थ्यो होइन। अब एकजना प्रमुख कलाकार मध्येको एकजना उहाँ पनि हुनुहुन्छ, त्यसकारण हामीले मिस गरिरहेको छौँ सबैले उहाँलाई। र उहाँको जुन सुटिङ भइरहेको छ चलचित्र, त्यो चलचित्रको लागि पनि शुभकामना भन्न चाहन्छौँ यहीँबाट सबैजनाले। कार्यव्यस्तताले नआउनु भयो, पछि त आइहाल्छ। थ्याङ्क यू। दिपेन दाइ, अब यसको यो अगाडिको फिल्म चाहिँ अलिकति कमेडी जनरामा थियो होइन, फेरि तर एउटा तपाईँले म्यासेज त दिनै हाल्नुहुन्छ। यसबाट तपाईँलाई अलिकति सिरियस कन्टेन्टमा किन छिर्न मन लाग्यो? सिरियस भन्दा त्यो चाहिँ फुल अन कमेडी, बेसै कमेडी थियो। कमेडी त यसमा पनि छ, सिचुएसनल कमेडी मजाको छ यो फिल्ममा पनि होइन। तर अब यो पटक चाहिँ हुन्छ नि एउटा मोर कथामै अलिक फोकस हौँ, अलिकति क्यारेक्टरमै फोकस हौँ, र एउटा सुन्दर चलचित्र हुन्छ नि। मान्छेले जस्तो कतिपय चलचित्र चाहिँ के हुन्छ नि, हेर्दाखेरि हेरुन्जेल रमाइलो हुन्छ, त्यो पहिलाको के गरेर पनि एकदमै रुचाउनु भएको थियो, रमाइलो थियो। तर रमाइलो पछि सकेपछि कुरा गर्ने चलचित्र हो कि होइन भन्ने हुन्छ। मलाई चाहिँ विशेष गरी त्यो चलचित्र चाहिँ धेरै पछिसम्म कुरा गरिरहने चलचित्र चाहिँ बनाउन आफूलाई पनि मन पर्ने हुनाले पहिलाको के घर केरेरामा चाहिँ म एकदम अन्तिममा जोडिएको थिएँ, र जे जस्तो थियो त्यसैलाई अलिकति मिलाएर मैले खिचेको थिएँ। र यो के घर केरेरा चाहिँ हाम्रो विशेष त निर्माता हुनुहुन्छ शरद श्रेष्ठजी,
उहाँले नै सर पहिलो के डेरा के भयो अब यो दोस्रो चाहिँ एकदम मलाई पनि मैले बनाएको चलचित्र हो भन्ने मलाई पनि गर्वले भन्न मिल्ने चलचित्र बनाउनु पर्यो भन्ने उहाँको पनि एकदमै आग्रह थियो सुरुमै र ठिक छ त्यसो भएदेखि अब चाहिँ हामी सुरुदेखि नै एउटा प्लान गरेर एउटा मन छुने एउटा एकदम कालजयी चलचित्र बनाउने प्रयास गरौँ त एकदम पछिसम्म मान्छेले चाहिँ पुरा अहिले जस्तै पशुपति प्रसादको अहिलेसम्म कुरा हुन्छ होइन त्यस्तै एउटा चलचित्र चाहिँ बनाउँ त भन्ने हिसाबले चाहिँ यसमा लाग्यो। अब आर्यन दाईलाई चाहिँ थानकोटमा घरको अनुभव पनि छ होइन, फेरि यतापछि काठमाडौँको विभिन्न ठाउँमा आएर डेराको अनुभव पनि छ। घर र डेरा चाहिँ के रहेछ दाइ? आफ्नै गुनासो हुन्छ घरबेटी र डेरावालाको होइन, तपाईँले भोगेको घरबेटी र डेरावालाको अनुभव सुनाउनु दाइ। मेरो घरबेटीको अनुभव अहिले पनि मेरो घरमा डेरामा बस्ने मान्छेहरू हुनुहुन्छ। म पहिला अरूको घरमा डेरामा बस्थेँ होइन। अब अनुभव त के भने जबसम्म कम्फर्ट सेयरिङ हुन्छ नि तबसम्म त्यो गाह्रो हुँदैन। जुन कुरा चाहिँ यो हाम्रै घर सिनेमा पनि त्यही नै छ। मैले मोरबाट रिलेट गर्न सकेको रिजन त्यो पनि हो किनकि एउटा यो सिनेमा भनेको सम्बन्धहरूको सिनेमा हो। एउटा घरबेटीले घरमा डेरावाला राख्दैन कि एउटा सम्बन्धीहरू राख्छ, एउटा चाहिँ रिलेटिभ्सहरू राख्छ। केही जति दिन बस्छ त्यो दिन बसिन्छ चाहिँ उसको रिलेटिभ्स हुन्छ, उसले के खायो के खाएन त्यो पीडा उसलाई पनि फिल हुन्छ, उसले के गरिरहेछ त्यो फिल हुन्छ भन्ने कुरा मैले पनि भोगेको थिएँ र यो सिनेमामा पनि घरबेटीले पनि भोगेको छ, डेरावालाहरूले पनि भोगेको छ। त्यही नै चिज हो, सेम चिज चाहिँ यो सिनेमामा छ। यो घर चाहिँ आम मानिसलाई घर बनाउने सपना हुन्छ, तर सिनेमामा आएर अलिकति हिट भइसकेपछि चाहिँ सेलिब्रिटीलाई चाहिँ घर बनाउने प्रेसर अलिक बढी आइहाल्छ अरे क्या। त्यसको घर छैन र अझै डेरा बस्छ र भन्ने अलिक बढी प्रश्न आउँछ नि त। केजीलाई सोधौँ न यो क्वेसन। केजीलाई पनि अनुभव छ, अहिले अपार्टमेन्टमा बस्नुहुन्छ, कसलाई डेरा बस्नुहुन्छ? दुईटै अनुभव छन्। मेरो बाबा विराटनगरबाट माइग्रेट गर्नुभएको त्यो बेलादेखि नै हामी डेरामै बस्दै बस्दै आएर धेरै वर्षको सङ्घर्ष पछाडि त्यो पनि अब ब्याङ्कले त्यो एउटा सुविधा दिएको कारणले गर्दा त्यो सुविधा लिएर हामीले चाहिँ घर निर्माण गरेका थियौँ र कति घर बेचियो फेरि बनाइयो, बेचियो बनाइयो, त्यस्ता किसिमका धेरै अनुभव छन्। अब छुट्टै छुट्टै अनुभव हुन्छ जस्तो अब होइन त्यो एज अ फेरि रियल स्टेट बिजनेस चाहिँ होइन। अब त्यस्तै पर्न गएर परिस्थितिले चाहिँ त्यो मान्छेलाई धेरै भोगाइहरू हुन्छ नि, त्यो किसिमको भोगाइहरू हाम्रो पनि थियो। सो घर बस्दा पनि डेरामा बस्दा पनि मेरो व्यक्तिगत अनुभव चाहिँ जब हामी डेरामा बसेको थियौँ त्यति बेला हामीले एउटा स्कुल रेन्टेड स्कुल चलाउँथ्यौँ र स्कुल चलाउने क्रममा हामीलाई हामी नै घरपेटी जस्तो लाग्थ्यो कि किनभने हामीले धेरै एरिया अकुपाई गरेका थियौँ। अनि त्यहाँको घरपेटी बुवा मुवाहरू अब हामी हुर्कँदै गर्दाखेरि त्यस्तो लागेको हो कि साइकोलोजिकली उहाँहरूले केही सोध्नु पर्दा चाहिँ हामीसँग आएर सोध्नुहुन्थ्यो। अनि मलाई चाहिँ सानैदेखि त्यो हाम्रो घर हो जस्तो लाग्थ्यो कि मलाई कहिले पनि थाहा थिएन यो डेरा हो भनेर। धेरै पछि मात्रै डेरा बसेको रहेछौँ भन्ने कुरा चाहिँ फिल भयो। सो अब डेरामा बस्दाखेरि पनि सहजता असहजता सबै हुन्छ। मेन कुरा चाहिँ घर भनेको आफ्नो परिवार, आफ्नो मन जहाँ शान्त छ त्यही नै आफूलाई आफ्नो घर लाग्दो रहेछ। मेरो त्यही नै अनुभव छ यो जति पनि भोगाइरहे काठमाडौँमा रहँदाखेरि। सो अहिले अब अपार्टमेन्टमा बस्दा पनि त्यही किसिमको छ फिलिङ। थ्याङ्क यू।